23 गते जुन भयो त्यो रियल जेनजीले गरेको प्रोटेस्ट हो। त्योभन्दा अगाडिदेखि नै फेसबुकमा र अरू प्लेटफर्महरूमा पनि यसरी हामीहरू प्रोटेस्ट गर्ने भन्ने कुरा भइरहेको थियो। टिकटकमा नेपो बेबी ट्रेन्ड आइरहेको थियो होइन। विश्वको अरू देशहरूमा पनि यो ट्रेन्डहरू आएको हुनाले नेपालमा पनि आयो। त्यो बेलामा माइती घरमा जम्मा हुने भन्ने कुरा थियो। माइती घरमा कतिजना जम्मा हुन सक्छन् होला त? बढी भए 12-1500 जना। त्यहाँनिर 12-1500 जना जति जम्मा भएर हामीहरू शान्तिपूर्ण तरिकाले हामीहरू संसद भवनसम्म जाने अथवा बानेश्वरसम्म जाने, बानेश्वरमा गएर हामीहरू समाप्त गर्ने। अनि त्यो दिनको आन्दोलन एकदम शुद्ध किन थियो भने एकजना फिमेलले हैन नियमहरू बताइरहनु भएको छ। हामीहरू त्यहाँ भएको हरियो परियो पनि नचुड्ने, हामीहरू भएका बोर्डहरू पनि नबिगार्ने, एकदमै शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने। त्यो आन्दोलन बिस्तारै बिस्तारै बढ्दै गयो। त्यहाँनिर अलिकति चर्काचर्की भयो, भनाभन भयो, त्यसपछि फेरि मान्छेको जमात बढ्दै गयो किनभने यो फ्रस्ट्रेसन सबैमा थियो। अब त्यो दिन त्यहाँ ब्यारिकेड थियो, ब्यारिकेड एकदमै कमजोर अवस्थामा थियो। नेपाल पुलिसको इन्टेलिजेन्स यति कमजोर छ कि त्यहाँनिर कतिजना आउँछन् भन्ने पनि उनीहरूले अन्दाज गरेन। त्यसपछि वाटर क्यानल प्रयोग भयो, त्यसपछि रबर बुलेट प्रयोग भयो, त्यसपछि सिधै ताकिकन बुलेटहरू हान्न थालियो। वार क्राइम हुने गरी चाहे उनीहरूले अपराधै गरिरहेको भए पनि 16 वर्षभन्दा मुनिका बच्चाहरूलाई गोली हान्न पाइँदैन।